साथीहरू सेवा फेरि पनि स्वागत छ तपाईँलाई मेरो अर्को टिकटक मिनी भ्लगमा। आज चाहिँ हामी हलिसी गएको थियौँ अनि यो चाहिँ हलिसीको भिडियो हो। यहाँ हलिसी उँधो चाहिँ फोटोहरू भिडियोहरू बनाउन दिनुहुन्न रहेछ, त्यसैले हामीले चाहिँ भिडियोहरू चाहिँ बनाएनौँ। उँधो चाहिँ माथि निक्लिसकेपछि मात्रै बनायौँ। अनि यो अगाडिको चाहिँ हो सक्सिना र म चाहिँ भिडियो बनाउँदैछु। ऊ चाहिँ मेरो फुपू हो नि त, तर हामी सानैदेखि त तर ममा भन्दै बोलेको, त्यही भएर त नै भन्छु म चाहिँ उसलाई। दाइहरू चाहिँ भित्र नपस्ने भन्नुभयो अनि हामी दुईजना मात्रै पूजा गर्ने भनेर पसेको थियौँ। अनि ऊ चाहिँ अगाडि बसेर के भन्दैछ भन्नुहुन्छ भने मेरो चाहिँ फर्स्ट टाइम हो हलिसी अनि यसको चाहिँ सेकेन्ड टाइम हो भन्दैछ मलाई चाहिँ। म चाहिँ पहिले पनि गएको थिएँ नि त, अनि यो चोटिसँग सेकेन्ड टाइम भयो हलिसी गएको चाहिँ। हलिसी चाहिँ गयो कि साथीहरू, तर हामीले चाहिँ फोटोहरू नै खिचेनौँ के। अनि बाबै पनि हुनुहुन्थ्यो नि त, अनि बाबै चाहिँ छिटो जाम भनेकै हुनुहुन्थ्यो। अनि यहाँ हलिसी मासतिर चाहिँ रक गार्डन भन्ने ठाउँ छ नि त, अनि त्यहाँनिर पनि जाम न भनेर भनेको, बाबै चाहिँ नजाम भयो भन्दै भन्नुभयो। अनि हामी चाहिँ रक गार्डन गएनौँ, हलिसी मात्रै बसेर फर्केको। अनि हलिसीमा चाहिँ दुईवटा गुफा रहेछ, अनि माथिको गुफा पसिसकेपछि चाहिँ तल्लो गुफामा पस्यौँ हामी चाहिँ। त्यहाँ चाहिँ शङ्ख पनि छ नि त, अनि दाइ चाहिँ शङ्ख बजाउन खोज्दै हुनुहुन्छ। अनि खोइ बज्दैन त भन्दै हुनुहुन्छ। अनि मजाले बजाउनु न, बजिहाल्छ नि भन्दै थिएँ कि म चाहिँ यति बेला। हामी तल्लो गुफामा गएको थियौँ, तर त्यो गुफामा चाहिँ पहिला लामा बस्नुहुन्थ्यो, योचोटि चाहिँ हुनु नथ्यो कि साथीहरू। अनि हामी चाहिँ त्यत्तिकै फर्कियौँ। अनि के भन्ने रहेछ, यहाँ चाहिँ पहिले दुध आउँथ्यो अरे, अहिले चाहिँ आउँदैन रहेछ। अनि यत्तिकै देखाइ मात्रै दिएको। अनि खै त्यहाँ ल्याएको एकजना दाइले चाहिँ पहिले यहाँ दुध आउँथ्यो, खै अहिले त आउँदैन भनेर चाहिँ भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि हामी चाहिँ फर्केको। अगाडि दाइ हुनुहुन्छ अनि म चाहिँ पछि। अनि हाम्रो पछाडि चाहिँ छ अर्कोजना सक्सिना र बाबै। अनि हामी दिक्ते लगाएर मात्रै खाजा खाएको कि आज चाहिँ। बाबै उता खाऊँ न भन्दाखेरि बाबै मान्नु भएन, अनि दिक्तेले आएर खाएको। अनि किमा नुडल्स र चाउमिन खाएको थियौँ। किमा नुडल्स चाहिँ छिटो आयो, चाउमिन चाहिँ ढिलो आयो, अनि त्यही भएर किमा नुडल्सको मात्रै भिडियो बनाएँ मैले चाहिँ। अनि यति बेला चाहिँ हामी अब भिडियो गर्ने भनेर भन्दै थियौँ।